वैशाख 29 गतिको कार्यक्रममा सबै सहभागी हुन म धेरै खुसी छु र यस शाखामा सबै साथीहरूलाई पनि हैन साथीहरू हाकिम सर हैन सबैलाई पनि म आफ्नो हृदयबाट नै धन्यवाद दिन चाहन्छु र आजसम्म मैले यो यहाँ मेलौलीमा बैतडीमा फर्स्ट मेरो जागिर नै भनौँ न फर्स्ट टाइम मेरो यो जागिर नै भयो हैन 4 वर्षसम्म मैले यहाँ काम गरेँ र आजसम्म मैले यहाँ काम गर्दाखेरि हैन धेरै अनुभव लिएँ मैले धेरै यहाँ धेरै ठाउँहरू घुमेँ धेरै हजुरको पुरै भन्नु न बैतडीकै लगभग धेरै ठाउँ घुमेँ त्यो पालिकाहरू घुमेँ धेरै मान्छेहरू भेटेँ मैले हैन कसैको राम्रा नराम्रा कुराहरू धेरै बुझेँ अनुभवहरू लिएँ छनौट गरेँ मैले हैन धेरै अनुभव लिएँ मैले हैन यो बैतडीमा मैले आफ्नो कार्यकालमा मैले आफ्नोबाट गल्ती भयो हजुरहरूलाई सब के हजुरहरूबाट माफी दिन चाहन्छु हैन र म हजुरहरूबाट नि केही धेरै कुराहरू सिकेर गएँ म यहाँबाट हैन र मैले यहाँहरूको सदस्यहरूबाट पनि धेरै सिकेँ कुराहरू हजुरहरूको यहाँ दाइ हैन दाइ मभन्दा ठुला छन् दाइहरू छन् अनि काका अङ्कल हैन बुवाहरू स्वरूपकाहरू छन् उहाँबाट धेरै कुराहरू सिकेँ मैले यहाँबाट अनि हाम्रो सरहरूबाट पनि धेरै कुराहरू सिकेँ मैले बिएम सरहरूबाट धेरै कुरा सिकेँ मैले सिनियरहरू राजेन्द्र सरबाट धेरै कुराहरू सिकेँ मैले अनि सहकर्मी साथीहरूबाट धेरै कुरा सिकेँ मैले हामीले लाइफमा धेरै कुराहरू सिक्नुपर्छ हैन सर हामीले लाइफमा यस्तो हुन्छ कि सर सबै कुरा मै जान्ने मै लाइ खाने मै हुने कुरा केही कहिले पनि हुनुहुन्न आफ्नो आफ्नो हैन नियतमा अरूलाई हरेक कुराहरू सिकाउनुपर्छ हामीले हैन अरूबाट केही नजाने कुराहरू सिक्नुपर्छ हैन मैले सुरुमा आउँदाखेरि म पनि जुनियरबाट नै आएको अहिले मैले आफ्नो कार्यकालमा धेरै कुरा सिकेँ अनि बडुवा भएँ यहाँबाट अरू अन्तर्गत जाउँला त्यहाँबाट धेरै कुरा सिकाउँला हैन हजुरहरूले धेरै कुराहरू सिकेँ मैले अनि मैले यहाँ आउँदाखेरि पनि सुरुमा केही सिकेको पनि थिएन धेरै कुराहरू सिकेँ मैले हजुर मेम्बरबाट सिकेँ हैन सिनियरबाट सिकेँ अनि धेरै कुरा मैले यहाँबाट ज्ञान कुरा लिएर जाँदैछु भोलिको दिनमा मलाई हैन अरू ठाउँ गए पनि मैले यहाँ हजुरहरूको कहिले पनि भुल्ने छैन माया ममताहरू कहिले पनि भुल्ने छैन आगामी दिनमा मैले यहाँबाट अर्को ठाउँमा जाँदा पनि धेरै कुरा सिकेर जान्छु कि म हजुरहरूबाट धेरै कुराहरू सिकिरहेको नेगेटिभ कुराहरूलाई त्याग्दै आफ्नो हैन आफ्नो पोजिटिभ कुराहरूलाई अगाडि बढाउँदै हैन आफ्नो कुरा धेरैहरू सिकेर म जाँदैछु अर्को ठाउँमा यसो सुन्नु लागि लालेजीले यहाँबाट गएर अब कहिले नफर्किने हैन त्यो सुन्नु होला भोलिको दिनमा म यहाँ मेलौलीमा आउँछु हैन आउँला हैन भोलिको दिनमा म आफ्नो पर्फर्मेन्स दिएर यहीँ आउन सक्छु भन्ने मेरो आशा छ हैन भोलिको दिनमा म सरहरूसँग पनि भेट होला अरू ठाउँमा सँगै काम होला मेरो यो आश छ हैन अरू सबैहरू यहाँ जति पनि आएका छन् हैन हजुरको सरहरू छन् हैन कोही स्टाफहरू छन् हाम्रो दाइहरू छन् काका समानहरू बुढा बाजेहरू बुवा समानहरू छन् भोलिको दिनमा कहीँ पनि भेट होला मबाट धेरै केही पनि शब्द नराम्रो भएपछि मलाई माफ गरिदिनु होला हजुरहरू अर्को ठाउँमा भेट्यो भने बोलिदिनु होला हैन माया नमारिदिनु होला अनि जहाँ पनि हाम्रो यो मिलन र बिछोड त हुने हो एक दिन न एक दिन हैन यत्रो 4 वर्षसम्म म यहाँ बसेँ हैन मलाई धेरै खुसी लाग्यो यहाँ मलाई यस्तो भयो कि फिलिङ्स भयो कि यस्तो फिलिङ्स भयो कि घरको पनि केही याद आउँदैन कि म घर गए तापनि म एक दिन 2 दिन बसे तापनि मेरो घरै लाग्ने कि मलाई मेलौली जस्तै आफ्नो घर फिलिङ्स हुने कि यस्तो फिल भयो कि मैले 4 वर्षमा यत्रो बसेँ म हैन घरमा मम्मीको याद आउने थिएन आफ्नो फ्यामिलीको भाइको दिदीको याद आउँदैन यति राम्रोसँग बसेँ कि मेलौलीमा मलाई आफ्नो घरको फिलिङ्स भयो मलाई आफ्नो बुवा जस्तै यहाँ व्यवहार मिल्यो आमा जस्तै व्यवहार मिल्यो दाइ जस्तै व्यवहार मिल्यो हैन मलाई धेरै खुसी लागिरहेछ के गर्ने एक दिन न एक दिन आफ्नो ठाउँबाट जानै नै पर्छ कार्यकालमा हाम्रो यस्तै एक दिन भएपछि रात न भइहाल्छ बिछोड भएपछि तपाईँको के अरे मिलन भइहाल्छ हैन त्यो त भइरहन्छ प्रकृतिको नियम नै हो त्यसले कारणले गर्दा हामीले कहिले पनि आफ्नो हैन आफ्नो कुराहरू नेगेटिभ नलिएर हैन सबैमा आफ्नो पोजिटिभ लिनु होला मेरो यो आग्रह गर्दछु अनि भोलिको दिनमा म हजुरहरूलाई पनि कहिले भुल्ने छैन यही शब्द गर्दै म आफ्नो शब्द धन्यवाद।